साथीहरु ल ल ल कुरा गरे कुरा ल ओ कुरा गरे ओ साथीहरु ल ओ कुखुरा भाग भाग लास्टै बुढो रहेछ है देख्न सक्नुहुन्छ यहाँ पनि यस्तो पाले चाहिँ वन कुखुरा चाहिँ यस्तो हुन्छ साथीहरु चाहिँ वन कुखुरा खाने भयो साथीहरु ल धेरै दिनपछि सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग सो साथीहरु आजको नाइट हन्टिङमा सबैजनालाई स्वागत छ सो आज चाहिँ हामी चाहिँ नाइट हन्टिङको लागि जाँदैछौँ साथीहरु सो आज चाहिँ के कस्तो हुन्छ आज पनि नाइट हन्टिङको लागि हामी जाँदैछौँ वन कुखुरा कालिजहरू जे पाउँछ त्यही हान्नलाई सो त्यही हो आज चाहिँ मारेरै आउने भनेछौँ साथीहरु सो हिजो अस्तिको चाहिँ त्यस्तो मारिएन सो आज चाहिँ नाइट हन्टिङ जाँदैछौँ सो आज यही गरै राति भइसक्यो साथीहरु सो यहीँबाट राति निस्केछौँ साथीहरु हामी चाहिँ सो हामी चाहिँ अब जाँदैछौँ सो कस्तो हुन्छ भिडियो चाहिँ लाइक कमेन्ट अनि सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला सो त्यही हो साथीहरु ल अब हामी चाहिँ जाँदैछौँ सो घरैदेखि राति भइसक्यो हामीलाई सो अब हामी चाहिँ जान्छौँ नाइट हन्टिङको लागि साथीहरु ल भिडियो चाहिँ कस्तो लाग्छ ट्याग कमेन्ट चाहिँ गरिदिने साथीहरु सो त्यही हो सो गाइस हामी चाहिँ खोजिरहेको साथीहरु चाहिँ टम्म खोजिरहेछौँ साथीहरु सो केटाहरु चाहिँ उताबाट गइरहेछ हामी दुईजना आइरहेछौँ उता पनि छ साथीहरु सो त्यही हो पुरा खोजिरहेछ साथीहरु जङ्गल पनि हेरिरहेछ यहाँ चाहिँ फुलहरू नि फुलेर रहेछ यार साँच्चै यार यो के फुल हो कस्तो दामी त्यहाँ माथि माथि हेर्न दामी फुलेछ त यार फुलहरू सेतो सेतो फुल हैन व्हाइट कलरको दामी फुलेछ साथीहरु रातिमा नि है पुरा वन कुखुरा चाहिँ हानिरहेछ हामी भाले कालिजर चाहिँ भेटिएको छैन साथीहरु हामीले चाहिँ कुखुरा चाहिँ मार्यो एउटा वन कुखुरा भाले चाहिँ त्यही अब अरू पनि खोज्दैछौँ सो मार्छौँ कि मार्दैन भनेर एउटा चाहिँ मार्यो साथीहरु त्यही हो ल राति राति हिँडिरहेछ साथीहरु ल सो साथीहरु चरा चाहिँ हान्न लागिरहेछ ल यहाँ चाहिँ त्यसले चाहिँ हान्न लागिरहेछ साथीहरु ल यहाँ साथीहरु ल ल ल चरा कुरा गरे कुरा ल ओ कुरा गरे ओ साथीहरु ल ओ कुखुरा ल वन कुखुरा है यो चाहिँ भाले साथीहरु दामी भाले देख्न सक्नुहुन्छ भाले साथीहरु भाले फाइनली भाले मारे साथीहरु सो खै सो साथीहरु भाले मारे भाले ओ यत्रो साथीहरु भाले मार्यो हामीले चाहिँ भाले मार्यो दामी हो न कसो खाने भयो खाने आज त यार दामी आज पार्टी भयो चोला साथीहरु अब चाहिँ हामी अर्को हान्छौँ जानुपर्ने हुन्छ ल त्यही हो साथीहरु हामी अर्को हान्छौँ एउटा चाहिँ मार्यो साथीहरु यहाँ चाहिँ केरो बारी रहेछ चाहिँ केराउहरू देख्न सक्नुहुन्छ पुरा केराउ चरुने अब बादरमुखीले त्यहाँ चोर देखादैछ हैन
लास्ट पोल्ने छ साथीहरू। भाग भाग सो गाइज हामीले चाहिँ ल मार्यो लास्टै बुढो रहेछ है देख्न सक्नुहुन्छ है यहाँ पनि देख्न सक्नुहुन्छ यसको छडी पुरै यस्तै लास्टै उस रहेछ यो त यार लास्टै बुढो के हट ल साथीहरू आज चाहिँ मार्यो भाले चाहिँ ल भाले चाहिँ वनकुखुरा चाहिँ यस्तो हुन्छ साथीहरू चाहिँ वनकुखुरा खाने भयो साथीहरू ल धेरै दिनपछि है वनकुखुरा कति राम्रो छ यार भाले नि हैन टिलिक 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 इलाङलेकै झोला मार्छ साथीहरू आज पुच्छर पनि देख्न सक्नुहुन्छ यस्तो लामो छ यसको पुच्छर यस्तो लामो छ यो पुच्छर चाहिँ पुच्छर त यति लामो छ यार बनाउनु त ला यो खास न बाफरे टमाटर पनि यत्रो खतरा छ एक दुईटा गाली गर्छन् मान्छेहरू छन् पुरै करहरू छ साथी गाइस फाइनली हामी चाहिँ आइसक्यौँ है तर अब हाम्रो चाहिँ पकाउने खाने कार्यक्रम हुन्छ त्यहाँ पोल्ने कार्यक्रम भइरहेको छ त्यहाँ साथीहरू त्यहाँ उता पोल्ने कार्यक्रम अब हुन्छ हाम्रो चाहिँ हामी चाहिँ घर आइसक्यौँ साथीहरू यस्तो दौडेर आयो लास्टै पसिना भयो 10:30 बजिसक्यो सो त्यही भएर हामी चाहिँ दौडेर आएको पोल्ने चाहिँ हाम्रो कार्यक्रम हुँदैछ अब ल त्यो चाहिँ हालिरहेछ र भेनाले चाहिँ अब यता मसलाहरू पिस्ने कार्यक्रम हुन्छ अब आएको न धेरै धानाङ जोदै जक्का बेराले जाना गाइज छिटो तनाको चाहिँ नाङ्गे गाइज दिन तनाइ गर्ला गाइज काली भन्छ रे वनकुखुरा गाइज देख्न सक्नुहुन्छ मैले मारेको पोल जाटेला अब हाम्रो यहाँ पोल्ने कार्यक्रम चाहिँ यसले गर्छ साथीहरू आफैले मारेको आफैले हान्छ आफैले उस गर्छ पोल्छ ल हाम्रो चाहिँ ल अब चाहिँ भ्याउन लाउनु भएको छ किनभने चाहिँ पुताल्न चाहिँ हाम्रो यो मसलाको अब तयारी हुँदैछ साथीहरू राम्रोसँग खिच बाबु छ हाम्रो चाहिँ मसला यता बाल बाबु देखेछ कि देखे छैन कि यहाँ राम्रोसँग पिसान राम्रोसँग पिसान गर्नु इसान भइसक्यो साथीहरू अब हाम्रो चाहिँ पोल्ने कार्यक्रम
धेरै गाई यस्तो हुन्छ गाई चाहिँ हाम्रो चाहिँ पुरै रेडी भइसकेको छ मसला हाम्रो एक हप्ता धाउँदाखेरि मारेको हो यो साथीहरू हाम्रो चाहिँ ल अब हाम्रो मासु चाहिँ फाइनल्ली भइसक्यो अब चाहिँ पाकिसक्यो फेरि बिना अब चाहिँ रेडी भइसक्यो साथीहरू अब चाहिँ हामी चाहिँ खाएर चाहिँ जानुपर्छ हामी चाहिँ सुत्नुपर्छ 11 बजी पनि भइसक्यो 11-12 कति 11 बजिसक्यो साथीहरू त्यही हो ल अब हाम्रो चाहिँ यहाँ खाने चाहिँ अब हाम्रो सुरसार हुन्छ साथीहरू ल यिनीहरूले चाहिँ ल साथीहरू हाम्रो चाहिँ धेरै आजको चाहिँ कुखुरा चाहिँ लाग्दैन अलि थोरै गाजर खै त्यागियो नि न जालमा साथीहरू हाम्रो चाहिँ अब मासु चाहिँ ज्याममा खानुपर्छ डीजे लगते यहाँ लाग्छ मलाई काठमाडौँ खाँचो है गाडो खाचाइरहने इखामेरो क्रिया खामले गाउँ उठाउँ खाचादेखि माखामले मन कोही खाउने कोही माखाउँ कसले जिरा मुल्या है पिट्टा खाना क्या खाना भयो भयो लास्ट मिठो रहेछ सो फाइनली साथीहरू अब हामी चाहिँ यहाँ घरतिर जाँदैछौँ सो हामी चाहिँ भेनाको घरमा आएको थियौँ सो त्यही हो जा सो साथीहरू त्यही हो अब आजको भ्लग चाहिँ के कस्तो लाग्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु होला साथीहरू सो त्यही हो अब रात पनि परिसक्यो र रातिको 11-12 बजिसक्यो अब चाहिँ बनाउँदा खाँदा यताउति गर्दा गर्दा टाइमै भएन टाइम भएन भन्दा नि टाइम लास्टै गइसक्यो साथीहरू सो त्यही हो अब आजको भ्लग चाहिँ म यति नै गर्न चाहन्छु साथीहरू सो भिडियो चाहिँ के कस्तो लाग्छ लाइक कमेन्ट सेयर र मेरो च्यानललाई चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला भन्न चाहन्छु साथीहरू सो त्यही हो ल बाई बाई गुड नाइट सबैजनालाई है शुभरात्रि ल बाई यति नै गर्न चाहन्छु आज चाहिँ भोलिको भ्लग चाहिँ भोलि नै हुन्छ साथीहरू ल म भोलिको भ्लग चाहिँ म भोलि नै ल्याउने छु साथीहरू ल